साँझको 6:15 मा एमालेको केन्द्रीय पार्टी कार्यालयको फोनमा घण्टी बज्छ। नेकपा एमाले केन्द्रीय कार्यालयका लेखा अधिकृत लेखनाथ कोइराला फोन उठाउँछन्। कोइरालासँगको फोनमा चालकले अत्तालिँदै एकै सासमा भन्छन्, कमरेड, म अमर लामा, खत्तम भयो, गाडी खोलामा डुब्यो। कोइरालाले प्रश्न गर्छन्, कामरेडहरूको अवस्था के हो त? लामा भन्छन्, हालसम्म पानीमा भेटिनु भएको छैन। प्रहरी र सैनिक जवानहरू खोजी कार्यमा लागिसकेका छन्। कोइरालाले भण्डारी र आश्रित पानीको बाहिर कतै हुने सम्भावना कतिको छ भन्दै प्रश्न गर्छन्। लामा भन्छन्, होइन, पानीमै हुनुहुन्छ। म पानीबाट पौडिएर बाहिर निस्किएर आएँ। पोखराबाटै पानी परिरहेको थियो, गाडीमा ब्रेक लागेन, गाडी चिप्लियो। कोइरालाले पुनः प्रश्न गर्छन्, घटना भएको ठाउँ अनि समय अनि कहाँबाट गरेको? चितवन या मुगलिन नजिकै भएको हो। दासढुङ्गा भन्ने सुनेको, घटना भएको आधा घन्टा भयो। अनि घटना भएपछि पार्टी कार्यालयमा खबर गर्न आएँ। त्यहाँ बन्द रहेछ र प्रहरीलाई जानकारी गर्न चितवनको नारायणी खोलातर्फ प्रहरी कार्यालयमा गई जानकारी गराएँ र काठमाडौँ खबर गर्छु भन्दा प्रहरीले एक तला माथिबाट गर्नुहोस् भनेपछि त्यहाँबाट गरेको। कोइरालाले लामालाई चितवनका साथीहरूलाई तुरुन्त सम्पर्क गर्नुहोस् भन्दै फोन राख्छन्। उक्त दिनको साँझकै समयमा रेडियो नेपालबाट मदन भण्डारी र जीवराज आश्रित सवार जीप दासढुङ्गामा दुर्घटना शीर्षकमा समाचार प्रसारण हुन्छ। उक्त समयमा मोबाइल, टेलिभिजन जस्ता माध्यमहरूको खासै पहुँच नभए पनि उक्त समाचार प्रसारण भएको एकैछिनमा देशभर फैलन्छ। धेरैले दुर्घटना भएको समाचार झुटो भएको भन्दै थिए त कतिले बेपत्ता भएका भण्डारी र आश्रित जीवितै भेटिन्छन् कि भन्ने अड्कलबाजी लगाउँदै थिए। उता घटनाको सूचना पाउने बित्तिकै सेना, प्रहरी, स्थानीय तथा पार्टीका कार्यकर्ता उद्धार तथा खोजी कार्यमा लागिरहन्छन्। त्रिशुलीको तीव्र बहाव, भुमरी र खोजले खोजी कार्य निकै कठिन पारिरहेको थियो। घटनास्थल वरपर भेटिएका भुस र बालुवाका थुप्रा र अप्ठ्यारो ठाउँ कटेर समथर भूभागमा पुगेपछि दुर्घटना भएको भन्दै त्यहाँ भएकाहरूले विभिन्न आशंका गरिरहेका थिए। खोजी तथा उद्धार टोलीले साँझमा खसेको जीप राति नै त्रिशुली नदीमा रहेको पत्ता लगाएको थियो। रात छिप्पिसकेकाले जीप निकाल्न भने सकिएको थिएन। जेठ 4 गतेको बिहान 8 बजेको समयमा मर्स्याङ्दी जलविद्युत आयोजनाको क्रेनको सहायताबाट जीपलाई पानीबाट बाहिर निकालिन्छ। मर्स्याङ्दी जलविद्युत आयोजनाको क्रेन आउनु पूर्व हेटौँडाको क्रेन आइसकेको थियो। तर उक्त क्रेनले जीपलाई पानीबाट निकाल्न नसकेपछि जलविद्युत आयोजनाको क्रेन बोलाइएको थियो। जीप पानीबाट बाहिर निकालिए लगत्तै जीपलाई चेक जाँच गर्दा जीपमा चालकको बाहेक अन्य 3वटै ढोका लक नै थिए। आश्रितको शव पनि जीपभित्रै विच्छेद अवस्थामा थियो। जेठ 4 गते दिनभर नै भण्डारीको खोजी कार्य भइरहन्छ। भारतको बनारसमा हुँदा उनी गङ्गा नदी पनि पौडेर पार गर्न सक्थे। यो सिपका कारण कयौँ नेपालीहरूको उनी जीवितै भेटिन्छन् कि भन्ने आशा जीवितै रहेको थियो। तर जेठ 5 गते बिहान 8:15 बजेको समयमा चितवनको गुन्जननगरको गाजीपुर छेउ नारायणी नदी किनारमा स्थानीयहरूले एउटा बेवारिसे शव भेटाउँछन्। उक्त शव थियो मदन भण्डारीको। शव पानीले डाडिएको थियो। सर्टका अधिकांश टाँकहरू जस्ताको तस्तै थिए, तर पाइन्ट खुस्केर भित्री वस्त्र मात्र लगाएको अवस्थामा शव भेटिन्छ। यो ठाउँ घटनास्थल दासढुङ्गादेखि 32 किलोमिटर तल रहेको छ। एमालेका स्थानीय नेता हरि सापकोटाले मदन भण्डारीको शव शनाखत गरेपछि उनको निधन भएको आधिकारिक रूपमा पुष्टि भएको थियो। विक्रम सम्वत 2050 साल जेठ 6 गतेका दिन पोखराको पृथ्वीनारायण क्याम्पसमा एमाले निकट अनेरा सुब्युले एकजना फ्रान्सेली नागरिकलाई कुटपिट गर्छ। दासढुङ्गा काण्डमा विदेशीको हात रहेको भन्दै तत्कालीन अनेरा सुब्युका नेता रविन्द्र अधिकारी लगायतका विद्यार्थी नेताहरूले होटल होलिडेमा बस्दै आएका 33 वर्षीय पर्यटक विरम बर्नाडलाई कुटपिट गरेका थिए। बर्नाडले सभागृहमा सम्पन्न मदन भण्डारीको अन्तिम सम्बोधनको समयमा पनि कार्यक्रममा पस्ने प्रयत्न गरेको र दुर्घटनापछि पोखराका विभिन्न राजनीतिक कार्यक्रममा देखा परेको अनेरा सुब्युले आरोप लगाएको थियो। त्यस लगत्तै कास्की प्रहरीले बर्नाड बस्दै आएको होटल होलिडेको कोठा नम्बर 5 मा छापा मारेको थियो। अमर लामा र मदन भण्डारीको सम्बन्ध पार्टीबाटै बनेको थियो। अमर लामा पार्टीका ड्राइभरको रूपमा काम गर्थे, जसका कारण मदन भण्डारीसँग उनको नजिकको सम्बन्ध बन्यो। पहिलोपटक उनले पार्टीको पजेरो गाडी ल्याउँदा विद्या भण्डारी पनि साथमा थिइन् र मदन भण्डारीलाई अस्पताल पुर्याउने जिम्मेवारी पनि उनको थियो। यसबाट लामा र भण्डारी परिवारसँगको सम्बन्ध अझै मजबुत बन्दै गयो। समयक्रमसँगै अमर लामा मदन भण्डारीका विश्वासिला सहयात्री बन्दै गए। उनी पार्टीका महत्त्वपूर्ण बैठकहरू, सार्वजनिक कार्यक्रमहरू र राजनीतिक यात्राहरूमा मदन भण्डारीसँगै रहन्थे। विशेष गरी 2049 सालको एमालेको 5औं अधिवेशन अघि मदन भण्डारी अत्याधिक व्यस्त हुँदा अमर लामाको भूमिका झन महत्त्वपूर्ण बनेको थियो। उनले दिनमा 2-3 पटक मदन भण्डारीलाई ओसार पसार गर्नुका साथै भण्डारी परिवारसँग पनि घोलमिल हुँदै गए। चालक लामाले विद्या भण्डारीलाई दिदी
मदन भण्डारीलाई कमरेड र छोरीहरू उनलाई अङ्कल भन्थे। तर दासढुङ्गा दुर्घटनापछि यो सम्बन्ध शङ्काको घेरामा पर्यो। दुर्घटनाका दिन अमर लामाले चलाएको जीप नारायणघाटतर्फ जाँदै गर्दा केही अनौठा गतिविधिहरू देखिएको चर्चा भयो। दुर्घटनाका बेला अमर लामा जीपबाट हाम फालेर बच्न सफल भए, जबकि मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भयो। यस घटनाले मदन भण्डारीको परिवार र समर्थकहरूमा गहिरो शङ्का उत्पन्न गरायो। मदन पत्नी विद्या भण्डारीले दुर्घटनालाई राजनीतिक हत्या भएको भन्दै सत्य बाहिर ल्याउनु पर्ने माग गरिन्। उनको भनाइमा यदि जीप साधारण दुर्घटनाका कारण खसेको भए मदन भण्डारीले ज्यान जोगाउन केही न केही प्रयास गर्थे। तर अमर लामाले उनलाई कुनै प्रयास नगर्ने व्यक्तिका रूपमा चित्रित गर्न खोजेको भन्दै शङ्का व्यक्त गरियो। यसरी अमर लामा र मदन भण्डारीको सम्बन्ध पार्टीका गतिविधि मार्फत मजबुत बने पनि दासढुङ्गा घटनापछि ठुलो रहस्यको केन्द्रबिन्दु बन्यो। यो घटनाले मदन भण्डारीको मृत्युबारे अझै अनुत्तरित प्रश्नहरू छोडेको छ। नेपालभ्युज.com ले 2024मा ऋषि कट्टेलसँगको अन्तर्वार्ता लिएको थियो। ऋषि कट्टेल तिनै व्यक्ति हुन् जो मदन भण्डारी र जीवराज आश्रितसँग सँगै आबु खैरेनीसम्म पुगेका थिए। अन्तर्वार्तामा उनले भनेका छन्, हामी पोखराबाट सँगै हिँड्ने कुरा थियो। हिँड्ने बेला त्यहाँ एकजना गुरुङ क्याप्टेनले पार्टी प्रवेश गर्ने इच्छा देखाए। उनले मदन भण्डारीसँग भेट्ने इच्छा देखाएका थिए। मदनजी र जीवराजजी त्यता लाग्नुभयो, तर म गइनँ। ड्राइभर पनि त्यहीँ रोकियो। ड्राइभर अमर लामाले निन्याउरो मुख पारिरहेका थिए। सिरियस मुडमा देखिन्थे। के भयो भनेर सोद्धा पेट दुख्यो भन्थे। त्यसबेला मदनजी र जीवराजजी क्याप्टेन कहाँ जानुभएको थियो। त्यति नै बेला अलिक असामान्य चाहिँ के भयो भने मलाई एक अपरिचित मान्छेले 2-4 पटक मदनजीहरू कति बेला जाने हो भन्दै सोधे। किन भनेर मैले प्रश्न गर्दा उनीहरू बोल्न चाहेनन्। त्यसपछि मलाई सायद सरकारी सिआइडी होलान् भन्ने लाग्यो। थप सोधिन। बाँकी अर्को भागमा हामीले यसै विषयमा आधारित रहेका अन्य धेरै अनुत्तरित प्रश्नहरूको गहिराइमा पुग्नेछौँ। हवस् त, आजको लागि यति नै।